हेलो एभ्रिवान, हजुर सम्पूर्णमा राधे राधे। म अनिता फेरि पनि आइसकेको छु हजुरको सामु र म चाहिँ आज जाँदैछु बारी। बारी चाहिँ किन गएको भनेपछि आज धेरै दिनको बादमा घाम लागेको छ नि त, र मेरो हस्बेन्ड चाहिँ स्पेयर मार्चबाट जानुभएको छ र हामी चाहिँ घरमा आज के गर्नु भनेर स्कुलबाट आएको बादमा र हामी चाहिँ अहिले जाँदैछौँ बारी। उहाँ चाहिँ गइसक्नुभयो र हामी चाहिँ जाँदैछौँ र हामी चाहिँ गाइस आइपुनि पुगिसक्यौँ बारी चाहिँ। र मेरो छोरालाई चाहिँ थर्ड फोटो सुट गर्दैछु, हेर्नु होला। र मार्न चाहिँ दिँदैन, उहाँ चाहिँ हस्बेन्डले चाहिँ स्पेयर मारिरहनु भएको छ। र मैले चाहिँ यो चियर ल्याइदिएको थिएँ स्पेयर राख्छु भनेर, र छोरालाई बस्नु भनेर दिनुभयो। हामी चाहिँ यहाँ मजासँगले बसिरहेको छौँ र डर पनि लाग्दैछ जुका आउँछ कि भनेर। हाम्रो बारी चाहिँ अलिकति दूर छ नि त, त्यसको लागि अनि हामी चाहिँ बसिरहेको छौँ आएर। र हजुर कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भनेर आशा गर्दैछु। उसको बादमा म घर पनि आइपुगिसकेँ। हेर्न सक्नुहुन्छ मैले चाहिँ आज आम सुकाएको थिएँ। आम पनि एकदम मजासे भइसकेको छ अचार हाल्नलाई। हजुरहरूले चाहिँ कसले अचार हाल्नलाई ठिक गर्नुभयो भन्नु ल कमेन्ट गरेर। र मेरो चाहिँ यता खोर्सानी पनि आमको अचारमा हाल्नु रेडी भयो।